भाटा खरिदमा भ्रष्टाचार हुन्छ न, भाटा हान्नुपर्ने को लाग्यो फेरि ती जनतालाई हान्ने, ती भ्रष्टाचार गरेको खरिद गरेको भाटा लगेर जनतालाई हान्ने भन्ने हुन्छ? सिपाही भएर आएको छ, उसको जुत्ता खाइदिने, मोजा खाइदिने, कट्टु खाइदिने, उसका लुगा खाइदिने, कपडा खाइदिने, मोजा खाँदा पाइने भिटामिन के हो, जुत्ता खाँदा पाइने भिटामिन के हो? यो बार उठेको प्रश्नहरू छ। यहाँ मात्र होइन, सुडानसम्म पुग्ने बेला अन्तर्राष्ट्रिय जगतमा पनि यो सामानहरू यो खरिदका प्रकरणमा विभिन्न प्रश्नहरू समय उठेको छ। हामी सुरुमै आउँदाखेरि एक पक्षलाई आरोपित देख्ने दृष्टिकोण लिएर चाहिँ यो समितिमा बहस सुरु गर्नु उचित हुन्छ जस्तो लाग्दैन। हाम्रो स्पष्ट कुरा छ, तत्कालीन गृहमन्त्री, गृह सचिव र आइजिपीलाई तत्काल सेवाबाट निलम्बन गरेर, जिम्मेवारीबाट बर्खास्त गरेर बाहिर ल्याएर यो कठघारामा राखेर यो विषयमा छान्नु। हाम्रा प्रहरीहरू मोटरसाइकलमा, त्यो पनि पुरानो फोत्रो मोटरसाइकलमा डन्टा लिएर, बन्दुक लिएर गाडीमा रहेका तस्करहरूसँग लड्नुपर्ने अवस्था छ। आरोपित मान्छेहरूलाई तत्काल जिम्मेवारीबाट बाहिर राखेर तत्काल छानबिन समिति बनाएर बर्खास्त गरेर यो छानबिन गरिनुपर्छ। बारम्बार यहाँ हामीले निम्ताइएका व्यक्तिहरूप्रति जुन किसिमको तीखो टिप्पणी र अमर्यादित व्यवहार हामी गर्दैछौँ, त्यसको लागि चाहिँ हामीले एउटा काउन्सिलिङ नै गर्नुपर्छ होला। कतै कतै व्यक्तिगत पनि हो कि इन्टेन्सन जस्तो पनि म देख्न सक्छु। यहाँ विशेष खालको छानबिन समिति बन्नुपर्छ र यसले स्पष्ट ढङ्गबाट छानबिन गर्नुपर्छ। के भयो, कुन एउटा कार्कीले छानबिन गरिरहनु भएको छ भने धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, कार्कीको मुद्दा कार्कीले छानबिन गर्न पाइँदैन। मान्यज्यूहरू कतिजना यहाँ समयमा आउनुहुन्छ? हामी पनि त छुटिरहेका छौँ र हिजो नै सदनमा विधेयक पारित गर्नुपर्ने सत्तापक्षकै सांसदहरू हुनुहुन्न थियो। त्यसले गर्दा अरूलाई अनुशासनको पाठ पढाउँदै गर्दाखेरि कहिलेकाहीँ हामी पनि अनुशासित हुनुपर्छ जस्तो मलाई लाग्छ। गरिब, दलितका, उपेक्षित, उत्पीडितका छोराछोरी सिपाही हलदार बनाएर गेटमा राखेर सलाम हान्न लगाएर भित्र यो खालको बदमासी गर्न पाइँदैन। यो कुरामा सरकार स्पष्ट हुनुपर्छ, समिति स्पष्ट हुनुपर्छ। प्रश्न जनताको करबाट खर्च भएको प्रत्येक रुपैयाँ चोरी हुने हामी दिन्छौँ सुरक्षा, नआत्तिनुहोस्, हामी सरकारको नेतृत्व गरिरहेको छ, हामी सुरक्षा। तर यो तपाईँले भन्नुपर्छ, म पीडित भएँ, मेरो चोरी भयो, 3 करोड पैसा मेरो हरायो, यो तपाईँले भन्नुपर्छ। अलरेडी कन्भिक्ट गरेको जसरी यहाँ जुन किसिमको यो त हाम्रो मिडिया कन्जम्सनको लागि हामीहरू एकदमै चर्को स्वरमा पनि बोल्छौँ समितिहरूमा। नैतिकताको आधारमा आरोपित मान्छेहरूको जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। तपाईँलाई यहाँ राष्ट्रिय सम्मान दिनलाई बोलाएको होइन, तपाईँमाथि आरोप लागिसकेपछि यो बारेमा छानबिन गर्नलाई, सोध्नलाई, छलफल गर्नलाई बोलाइएको हो। त्यसैले अब समितिको कुरा नटेर्ने हो भने त्यही अनुसार कुरा गर्नु पर्यो, होइन भने सचिवहरू पर्खिएर सांसदले हाई गरेर माथा दबाएर बस्न सकिँदैन। यो कुरा म सचिवालयका साथीहरूलाई पनि म फेरि एकचोटि प्रश्न हुन चाहन्छु। अब जहाँसम्म